लामो समयदेखि संसदमा हामीले भिजिट भिसा प्रकरणमा छानबिन गरौँ भनिरहेका छौँ। यो कुनै राजनीतिक दाउपेचको कुरा होइन। म सरकारमा रहेका दलहरूलाई पनि मेरो अपिल छ, अनुरोध छ, त्यहाँ भिजिट भिसामा बिक्रीमा परेका मान्छेहरू यो रासपा र रापरपाका या अन्य दलका मात्र होइनन्। त्यहाँ काङ्ग्रेसका मान्छे पनि परेका छन्, त्यहाँ एमालेका मान्छे पनि परेका छन्, त्यहाँ माओवादीका पनि छन्। समग्रमा भन्ने हो भने नेपाली नागरिक बेचिएका छन्। तिनीहरूको छानबिन गर्नुपर्छ। यहाँ संसदमा अहिले पनि अपिल गर्न चाहन्छु, साथमा आउनुहोस्। संसदमा हामी कति सङ्ख्यामा छौँ भन्ने कुरा महत्त्वपूर्ण होइन। यो मुद्दा जायज हो कि होइन त्यो कुरा महत्त्वपूर्ण हो। अहिले हेर्नेलाई गर्नेलाई भन्दा देख्नेलाई लाज भइसकेको छ। संसदमा त तपाईँ हामी एक अर्काप्रति आरोप र प्रत्यारोप लगाउँला, तर नेपाली जनताले चाहिँ यसको फैसला गर्छन्। जनताले चाहिँ के भन्छ, यो ठुलो एउटा जटिल समस्या